नमस्कार। आज हामी आफ्नै मोबाइलबाट अनलाइन श्रम गर्ने तरिका जानौँ। कतिपयलाई थाहा पनि हुनसक्छ, कतिपयलाई थाहा पनि नहुन सक्छ। यो अनलाइन श्रम आफ्नै मोबाइलबाट आफू छुट्टीमा गइसकेपछि आफ्नै मोबाइलबाट सजिलो तरिकाले श्रम गर्न सकिन्छ। अब हजुरहरूले सुरुमा सर्वप्रथममा आफ्नो ब्राउजर ओपन गर्नु होला है। कुन युज गर्नुहुन्छ त्यो ब्राउजर तपाईहरुले ओपन गर्नुहोला। त्यसपछि भनेको यसमा चाहिँ मैले नि अब यो लिंकलाई मैले सेभ गरेर राखेको छु। मैले अब हजुरहरूलाई यो लिंक सुरुमा सर्वप्रथममा तपाईहरुले यो लिंकलाई ओपन गर्नुहोला है। यो लिंक छ नि, हो यसलाई ओपन गर्नुहोला। यो लिंक तपाईहरुले यसलाई सुरुमा यो लिंक ओपन गर्नुहोला। अनि त्यसपछि तपाईहरु यसमा लगइन छ नि, हजुरहरु अब यसमा लगइनमा जानु होला। यसै लगइनमा लगइन गर्नु होला। अब मेरो चाहिँ यसमै सेभ छ हैन, मैले सेभ पासवर्डमा सेभ राखेको छु। मेरो सबै कुराहरु पासवर्डहरु मेरो सुरुमै यो तपाईलाई हुन्छ लगइन हुन्छ। अब तपाईहरु जस्तो यो हाल्नुहुन्छ नि आफ्नो पासवर्ड नम्बर अनि फरगेट पासवर्डमा क्लिक गर्नु होला। किनभने तपाईहरुलाई प्राय जस्तो थाहा पनि नहुन सक्छ आफ्नो पासवर्ड। कतिपयलाई आफ्नो पासवर्ड थाहा नहुन सक्छ। मेन पावरले एजेन्टले बनाइदिएको हुन्छ, हाम्रो श्रम गरिदिएको हुन्छ अनलाइनबाट। हामीले सुरुमा आउँदाखेरि हैन, त्यो बेलामा हामीले आफैले पनि गर्न नसक्ने अवस्था हुन्छ त्यो सुरुको फर्स्ट लटमा। अनि सेकेन्ड चोटी आफू घरमा छुट्टीबाट आउँदाखेरि कसैसँग जानु पर्दैन, आफ्नै मोबाइलबाट घरमा बसी 2 दिन 3 दिन भित्रमा हामीले श्रम गर्न सकिन्छ। अब तपाईहरु सर्वप्रथममा फरगेट पासवर्ड जानु है त। अनि आफ्नो पासवर्ड नम्बर माथि अटोमेटिक आउँछ, नाम पनि आफ्नो अटोमेटिक आउँछ। त्यसपछि भनेको यसमा यो क्याप्सन नम्बर छ नि, हो यो क्याप्सन नम्बर हाल्नु होला है। तपाईहरुले क्याप्सन नम्बर हाल्नु होला। मैले हाले है त। हेलो, अब यहाँ रिपिट इमेल छ नि, अब यो मैले आफ्नो इमेल सुरुमा मैले ओपन गर्दाखेरि अरूको इमेल थियो, जसले मेरो यो श्रम गर्दै थियो पहिला उसको इमेल थियो। अनि उसको इमेल भएपछि मैले अब आफ्नो इमेल ल्याउनु पर्यो। त्यसपछि अब हजुरले तलपट्टि छ नि यो देखिरहनु भएको छ, म तपाईलाई देखाइन्छु है त। तपाईहरु यसमा क्लिक गर्नु होला है। यसमा क्लिक गर्नु होला। यो डोन्ट ह्याभ एक्सेस टु इमेल एड्रेस, मोबाइल नम्बर पनि छैन हामीसँग, इमेल पनि छैन भनेपछि यसमा क्लिक गर्नु होला। अनि अब तपाईहरुले यसमा आफ्नो इमेल हाल्नु होला हैन, रिटाइप इमेल। अनि आफ्नो मोबाइल नम्बर तपाईहरुलाई कुन मोबाइल नम्बर हाल्नु पर्ने छ त्यो मोबाइल नम्बर दुईटैमा हाल्नु होला है। अनि तपाईहरुले रिक्वेस्ट गर्नु, रिक्वेस्ट पठाइदिनु। अनि जान्छ उनीहरुको सरकारी वेबसाइटमा जान्छ, वेबसाइटमा जान्छ। सरकारी कर्मचारीहरूले हेरेर अनि तपाईहरुको इमेललाई भेरिफाई गरेर इमेलमा 1 हप्ता 1 विकमा तपाईहरुलाई आउँछ पासपोर्ट, नयाँ पासपोर्ट भन्ने आउँछ। नयाँ पासपोर्ट हालो अनि हालेर तपाईहरुले आफ्नो लगइन गर्न सक्नुहुन्छ। आफ्नो इमेल हालेर आफ्नो पासवर्ड हालेर है श्रम गर्ने। यो पहिलो विकल्प हो, पहिलो हो। हजुरले पहिलो सुरुमा यो गर्नुपर्छ। अनि यति भइसकेपछि अब हामी लगइनमा जाउँ है त। लगइनमा जाउँ। मैले आफ्नो पासवर्ड र यो पासवर्ड नम्बर चाहिँ मैले पहिले हालेर राखेको थिएँ है। ल यसरी खोलो है। मेरो सबै डिटेल सबै आयो। मैले श्रम गरेको, पुरानो श्रम गरेको सबै यसमा आउँछ। अब हजुरले अब नयाँ अब एप्लाई गर्नु पर्यो भने आफू छुट्टीमा गएर आएपछि छुट्टीबाट तपाईहरुले अब एप्लाई गर्नु पर्यो भने यसमा क्लिक गर्नु होला। एप्लाई फर वर्क परमिट है, यसमा तपाईहरुले अब क्लिक गर्नुपर्छ यसरी। अनि क्लिक गरेपछि न्यू वर्क परमिट, नयाँ श्रमिक हैन। अब तपाईहरु कुन छुट्टीबाट आउँदाखेरि रिन्यू गर्नुपर्ने हो कि नयाँ बनाउनु पर्ने हो कि अब नयाँ त बनाउनु कुरा आउँदैन। अब हामीले सेकेन्डमा जाऊ, सेकेन्डमा क्लिक गर्नु पर्यो है। यो सेकेन्डमा ल यसरी तपाईहरु यस सेकेन्डमा क्लिक गर्नु होला यसमा है।
अनि यसमा क्लिक गरिसकेपछि अनि जानु होला तलपट्टि। अब तपाईँ आफू कुन देशमा बस्नुहुन्छ सबै देशको नाम लेख्नु, सेलेरी लेख्नु, सबै कुरा लेख्नु। लेखेपछि अनि तपाईँहरूको उसले सबै डकुमेन्ट माग्छ। डकुमेन्ट हजुरको जुन देशमा बस्नुभएको छ हो त्यसको आइडी पछाडिको अगाडिको आइडीको फोटो, अनि तपाईँहरूको पासपोर्टको फोटो होइन, आफ्नो पासपोर्ट र आधानीको फोटो, अनि अर्को भनेको जस्तो कम्पनीले दिएको हुन्छ नि एग्रिमेन्ट पेपर हो त्यो एग्रिमेन्ट पेपरको फोटो, अनि आफ्नो एउटा फोटो पासपोर्ट साइजको फोटो। त्यति तपाईँहरूले अपलोड गरेर हाल्नु होला। अनि हालेपछि तपाईँहरूको सबमिट हुन्छ अनि त्यसपछि एप्रुभ हुन्छ 1 हप्ताभित्रमा। 1 हप्ता होइन 3 दिनभित्रमा तपाईँको सरम भइहाल्छ। अनि आफूले हजुरले सबै गर्दै नेक्स्ट गर्दै जाने, यसमा सबै फर्म भर्दै जाने। अनि भरेपछि तपाईँहरूको त्यहाँ अटोमेटिक ब्याङ्कको त्यहाँ एउटा लिङ्क दिन्छ तपाईँहरूको बुझ्नुभयो नि। अनि लिङ्क दिएपछि तपाईँहरूले आफ्नो लिङ्क आउँछ नि जुन, जस्तो ब्याङ्कको पैसा तिर्नको लागि। पैसा तिर्ने कसरी भन्दाखेरि अब हामीले सरम त गऱ्यौँ, सरमको लागि त रिक्वेस्ट गऱ्यौँ, अब हामीले मनी कसरी पे गर्ने त होइन। अब कसरी मनी पे गर्ने भन्दाखेरि त्यसको पनि म तपाईँलाई जानकारी दिन्छु है त। जाने इसेमा है पहिलो सुरुमा म मेरो पासपोर्ट नम्बरलाई म कपी गर्छु है त। म पासपोर्ट नम्बरलाई कपी गर्छु। ल म कपी गरेँ है। अब जाने हामी इसेमा है। इसेमा जाने। अनि इसेमा गएपछि तपाईँहरूले के गर्नुहोस् भने कता गयो हाम्रो गभर्मेन्ट, अहिले यतै हुनुहुन्छ, कहाँ जानुभयो खै, यहाँ छ गभर्मेन्ट है यहाँ। अब तपाईँहरूले पासपोर्ट पेमेन्ट नो सबै लेटर होइन। अब तपाईँहरूले यसमा जानुपर्छ। यसमा जाने हो नि। हो त्यसमा जानुभयो तपाईँ। जस्तो अब हजुरहरूले यसमा धेरै कुराहरू हुन्छ, अलिक भुलिन्छ पनि है। यसमा जाने यो फर्जन इम्प्लोइमेन्ट होइन, यो छ नि, तपाईँहरूले यसमा क्लिक गर्नुपर्छ है। यसमा है त, यसमा क्लिक गर्ने अनि आफ्नो पासपोर्ट नम्बर हाल्ने यसरी यहाँ, अनि प्रोसेस गर्ने। अब मेरो छैन, मेरो अहिले त्यहाँ मैले सरम गरिसकेको छैन। मैले सरम सबमिट गर्ने बित्तिकै हजुरको यहाँ पासवर्ड हाल्ने बित्तिकै आइहाल्छ यति पैसा तिर्नुपर्छ है भनेर सबै कुरा। इन्सुरेन्सको अनि एसडिएफएफको सामाजिक सोसल होइन, सामाजिक सोसल छ नि अहिले हो त्यसको, अनि सरमको सबै पैसामा तपाईँको सबै आउँछ। अनि आफूले इसेमा ब्याङ्कबाट अप्रुभ गर्ने पैसा, अनि ब्याङ्कबाट गरेपछि तपाईँहरूले यसमा पासपोर्ट नम्बर हाल्ने। त्यसपछि तपाईँहरूको सरम भयो। सरमको लागि तपाईँले पे पनि गर्नुभयो। त्यसपछि भनेको 4-5 दिनभित्रमा तपाईँहरूको सरम भएर मोबाइलमा म्यासेज आउँछ है त। यही तरिका भनेको सरम गर्ने, कुनै हार्ड छैन, इजी छ। धन्यवाद।